दर्शकबिन यति बेला हामी माइती घरमा छौँ। कालो पेटीकोट लगाएर न्याय माग्न आएको हामीले प्रत्यक्ष प्रसारण गरिरहेका छौँ। सरकारले हामी जनतालाई उसलाई लखेटी दिए हुन्छ भनेर खोजिरहेको छ। तपाईहरू लगायत सारा नेपाली जनताले बुझ्नुपर्ने कुरा हो यो। किनकि 100 जना 150 जनाको जम्मू टिम लिएर यो विदेशमा गएर ऋण चाहिँ लिन्छ अनि एउटा देशबाट ऋण लिएर अर्को देशमा लगानी गरेर सारा नेपाली जनताका थाप्लामा ऋणी बनाइदिन्छ। त्यसैले सबै नेपाली जनताले बुझ्नुपर्छ। अनि यहाँ ऊ आफू बसेको झुपडीलाई चाहिँ दान गरेको जस्तो गरेर जनताका आँखामा छारो हाल्दैछ। तर यसले सम्पत्ति जति आफूलाई पुग्ने आफ्ना 22 पुस्तालाई पुग्ने विदेशमा लगानी गरेको छ। त्यसैले आज हामी अर्धनाङ्गो हुँदाखेरि पनि सरकारले मतलब गरेको छैन। तर हामीलाई पुरै नाङ्गो हुने बाध्य नबनाओस्, हाम्रो न्याय सरकारले दियोस् भन्न चाहन्छु। यो पानी परिरहेको छ, घाम पानी नभनी यसरी अर्धनग्न हुनु भएको छ कि स्वास्थ्यमा समस्या आउला नि दिदी? स्वास्थ्यमा समस्या आइसक्यो। हामी डिप्रेसनमा गएर डिप्रेसनको औषधि खाएको छ। मेरो 83 वर्षको आमालाई मैले हस्पिटलको बेडमा छोडेर म यहाँ आएको छु। मैले बचत गरेको बचत रकम फिर्ता नदिएर मेरो आमाको मैले अपरेसन गर्न पाएको छैन। त्यसैले आमा मर्न र बाँच्नको दोसारमा हुनुहुन्छ। म आमा मरेसँगै म पनि मरे सरह छु। त्यसैले हामीलाई संस्थाको कुनै मतलब भएन। किनकि हाम्रो अभिभावकले हामीलाई वास्ता गरेन, नेपाल सरकारले हामीलाई वास्ता गरेन। त्यसैले आज हामी सरकारले देखेन, देखोस् यो लातपतिको सरकारले हामीलाई हेरोस् भनेर हामी अर्धनाङ्गा भएका हौँ। भोलि नाङ्गै हिँड्ने नबनाओस्, हामीलाई न्याय दियोस् भन्न चाहन्छु। दिदी नमस्कार, तपाईँ चाहिँ किन नाङ्गिनु भयो? सरकारले हामीलाई बाध्य बनायो। भएको पैसाहरू सरकारले लुटेको पैसाहरू हामीलाई सरकारले दिलाउनु भनेर पटक पटक सम्झौता गर्यो। तर अहिलेसम्म कार्यान्वयन गरेन। राज्यलाई के भन्न चाहनुहुन्छ? राज्यलाई हामीले होसियार भन्न चाहन्छौँ। होसियार हामी नाङ्गिसक्यौँ। महिलाले चाह्यो भने गालीको रूप लिने तयार हुन्छन् भन्न चाहन्छु। महिलालाई नहेको हामीले जन्माएर नेता भएका हौ तिमीहरू। हामीले चाह्यौँ भने जे पनि गर्न सक्छौँ भनेर हामी नागेको। यहाँदेखि चुनाउँदैछ सरकारलाई। हामीले आँसुले तिमीलाई के गर्छ? नाङ्गे बनाउन बाध्य बनाउँछ। महिलाले चाह्यो भने जे पनि गर्छौँ। यहाँदेखि सरकारलाई चुनाउँदैछ। यो खास के को लागि हो? यो हामी न्यायको लागि हो। न्यायको लागि यो अर्धनग्न भएर खास के देखाउन लाग्नु भयो? हामीलाई लघुवित्त संस्थाले हामीलाई धेरै शोषण गर्यो। त्यही भएर त्यही न्यायको लागि आएका हामी यो कुनै रहरले हामी दिदी नमस्कार। खास किन अर्धनग्न हुन बाध्य हुनुभयो हजुरहरू? हामीहरू चाहिँ घरमा हामीलाई खाना लाउने बासको व्यवस्था हटिसक्यो। हाम्रो सम्बन्ध विच्छेद भइसक्यो। कति दिदीबहिनीहरूको घरमा बास छैन। त्यसैले आज हामी अर्धनाङ्गा छौँ। यो सरकारले बनाएको हो, हामी रहरले होइन बाध्यताले भएको हो। सरकारलाई के भन्न चाहनुहुन्छ यस्तो अर्धनग्न अवस्थामा? हामीले घाँस काटेर भाग काटेर राखेको बचत रकम फिर्ता दे सरकार। यदि ऋण लगानी गर्छस् भने ऋणको कति मापदण्ड हो त्यो मापदण्ड गरेर लगानी गर। अनि त्यति तिर्दाखेरि तिरिसक्यो भनेर घोषणा गर भन्न चाहन्छु म। दिदी नमस्कार, खास किन नाङ्गिन बाध्य हुनुभयो? किन बाध्य हुनुभयो? सरकारको पैसा चाहिँ सरकारले खाएर हामीलाई नाङ्गे घर गर्न बाध्य बनाएको छ। आज सरकारले किन बाध्य बनायो सरकारले नाङ्गिन तपाईँहरूलाई? हामीले कति 2 वर्ष भइसक्यो न्याय मागेको। सरकारले किन न्याय दिँदैन हामीलाई? हामी नाङ्गे हुन बाध्य बनाएको छ सरकारले। सरकारलाई के भन्न चाहनुहुन्छ? सरकारले न्याय नदिए हामी जे पनि गर्छौँ। अब नाङ्गै भइसक्यौँ। हामी गालीको रूप लिएर अगाडि बढ्न नपर्छ भन्न चाहन्छु। नालायक सरकार मुर्दाबाद भन्दै यहाँ नारा लगाएको सुन्न सक्नुहुन्छ। कालो पेटीकोट, कालो टोपी र कालो मास्क लगाएर चाहिँ यहाँ
प्रदर्शन भइरहेको छ माइतीघर मण्डलाबाट हामीले प्रत्यक्ष प्रसारण गरिरहेका छौँ खाली पाना टिभी मार्फत तपाईँहरू हेर्न सक्नुहुन्छ देवीहरू नाङ्गिएका नारा लागिरहेको छ यस्तो नाङ्गो हुँदा समेत नसुन्ने सरकार यो कस्तो खालको सरकार हो दर्शकबिन तपाईँहरू हेर्न सक्नुहुन्छ पीडितहरूलाई नङ्ग्याएर यो सरकारले के गर्न खोजिरहेको छ भन्ने अहिलेसम्म कसैलाई थाहा छैन तपाईँहरू हेर्न सक्नुहुन्छ
हुनैपर्छ ए सरकार आँखा खोल दिदी बहिनी नाङ्गिए दिदी बहिनी नाङ्गिए बुझ्छनी आमा नाङ्गिए बुझ्छनी आमाहरू नाङ्गिए ए सरकार कान खोल ए सरकार कान खोल आमाहरू नाङ्गिए आमाहरू नाङ्गिए दिदी बहिनी नाङ्गिए दिदी बहिनी नाङ्गिए हामीलाई राजपत्रमा अंकित हे सरकार कान खोलेर सुन दिदी बहिनी नाङ्गिए दिदी बहिनी नाङ्गिए दिदी बहिनी नाङ्गिए आमाहरू नाङ्गिए आमाहरू नाङ्गिए फोटो हेर्न सकिन आमाहरू नाङ्गिए फोटो गाँची मिच्छु आमाहरू नाङ्गिए दिदी बहिनी नाङ्गिए फोटो हेर्न सकिन आमाहरू नाङ्गिए दिदी बहिनी नाङ्गिए ए सर्वोच्च अदालत बिलको पक्षमा हाम्रो माग गरेन किन बाध्य बनायो यो सरकारले तपाईलाई यसरी यसमा न्याय माग्दाखेरि दिएको छैन त कति पटक सम्झौता गरेर कार्यान्वयन गरे छैन किन सम्झौता गरौँ कार्यान्वयन नगर्नेमा किन सम्झौता गरौँ सरकारले किन सम्झौता गरेको थियो सरकारलाई के भन्न चाहनुहुन्छ अब सरकारलाई हामी अब नाङ्गिसक्यौँ हामी कालीको रूप लिएर अगाडि बढ्नु नपरोस् सरकारलाई यहाँदेखि मैले सम्बोधन गर्न चाहन्छु तपाईलाई अर्धनग्न बनाएर यो सरकार सत्तामा बसेको छ नि सरकारले चाहिँ अब न्याय दिँदैन भने हामी अब नाङ्गै भइसक्यौँ नाङ्गै खुकुरी लिएर अगाडि बढ्नु नपरोस् भन्न चाहन्छु दिदी किन नाङ्गिन बाध्य हुनुभयो हजुरहरू बाध्यता बनायो सरकारले खाइ नखाइ राखेका पैसा भाडा मागेर दुःख गरेर राखेका पैसा सरकारले आज हामीलाई नाङ्गे बनाउने स्थिति बनाइदियो न्याय यसरी पाइन्छ त के लाग्छ न्याय कति वर्ष 3 वर्षबाट न्याय माग्दा थिएन त के गर्ने त यो सरकारलाई के भन्न चाहनुहुन्छ न्याय नदिने राज्यलाई न्यायविहीन राज्यलाई के भन्न चाहनुहुन्छ राज्यलाई के भन्ने राज्यले न्याय दिएको आज हामी नाङ्गिनै पर्दैन नि यो कालो पेटीकोट लगाएर कालो मास्क लगाउनु भएको छ टोपी खास केको लागि खास देखाउन चाहेको सरकारलाई हामीले विदेशी स्ट्राटेजी त अप्नाएको होइन नि होइन हामीले दुःख गरेर खाइ नखाइ राखेका पैसा सरकारले दिएन त हामी के गर्ने त नाङ्गै होइन यो सबै खाना देखाउन तयार छ देखाइदिने होइन नखोल्नु अहिलेलाई नखोल्नु अहिलेलाई हामीलाई नखोल्नुहोस् अलि पछि सरकारलाई पुरा खोले देखाउन तयार छ होइन अहिले आवेगमा लाग्छ पैसा नदिनु के गर्ने खाइ नखाइ जम्मा गरेका पैसा छोराछोरीको पेट काटी राखेका पैसा सरकारले नदिनु के गर्ने त नि ट्याक्स त सरकारले काटेछ पुरा देखाएर सरकारले नाङ्गे देखाउन बाँकी छ यस्तो आक्रोश छ तपाईँहरूमा कति महिना गइसक्यो शान्तिपूर्ण आन्दोलन गरेको छ शान्तिपूर्ण आन्दोलन सरकार न्याय भन्दा दिएको छैन पानी परिरहेको छ घाम पानी नभने आउनु भएको छ नि आन्दोलनमा घाम पानी नभने आउनु
है गाडी भन्दा अगाडि नहेर्नुस् है गाडी भन्दा अगाडि हेर्नुस् गाडी भन्दा अगाडि हेर्नुस् ल गाडी भन्दा अगाडि हेर्नुस् ल सबैजना संयुक्त आन्दोलन जारी छ संयुक्त आन्दोलन जारी छ क्या पढी देशभरिका सम्पूर्ण देशभरिका सम्पूर्ण यो माइती घर मण्डलाको दृश्य तपाईहरुमा हामीले प्रस्तुत गर्दैछौं।